प्रश्न नम्बर 1। त्यस्तो कुन चीज हो जुन जति पानीमा भिजाए पनि भिज्दैन? यसको सही उत्तर हुन्छ छाया। प्रश्न नम्बर 2। एउटा महिलाले सबैको अगाडि लगाउन सक्छ तर श्रीमानको अगाडि सक्दैन, के हो? यसको सही उत्तर हुन्छ सेतो साडी। प्रश्न नम्बर 3। त्यो कुन चीज हो जुन अन्धो मान्छेले पनि देख्न सक्छ? यसको सही उत्तर हुन्छ अँध्यारो। प्रश्न नम्बर 4। मुख छ तर बोल्दैन, पेट छ तर खाँदैन, के हो? यसको सही उत्तर हुन्छ गिलास। प्रश्न नम्बर 5। छुँदा छैन, नछुँदा पनि छैन, तर नहुँदा सबै डराउँछन्, के हो? यसको सही उत्तर हुन्छ हावा। प्रश्न नम्बर 6। जति काटे पनि बढ्छ, जति राखे पनि घट्दैन, के हो? यसको सही उत्तर हुन्छ बाटो। प्रश्न नम्बर 7। खान्छ तर मुख छैन, पिउँछ तर घाँटी छैन, के हो? यसको सही उत्तर हुन्छ आगो। प्रश्न नम्बर 8। बोल्दा हराउँछ, चुप लाग्दा बाँच्छ, के हो? यसको सही उत्तर हुन्छ गोप्य कुरा। प्रश्न नम्बर 9। आफू सधैँ खाली तर अरूलाई भर्छ, के हो? यसको सही उत्तर हुन्छ कागज। प्रश्न नम्बर 10। खोल्दा बन्द हुन्छ, बन्द गर्दा खुल्छ, के हो? यसको सही उत्तर हुन्छ छाता। प्रश्न नम्बर 11। जति बाड्यो उति बढ्छ, जति राख्यो उति घट्छ, के हो? यसको सही उत्तर हुन्छ ज्ञान। प्रश्न नम्बर 12। सधैँ एउटै ठाउँमा हुन्छ तर हरेक दिन नयाँ हुन्छ, के हो? यसको सही उत्तर हुन्छ मिति। प्रश्न नम्बर 13। आफू एक्लै तर सधैँ दुईजना देखिन्छ, के हो? यसको सही उत्तर हुन्छ ऐना। प्रश्न नम्बर 14। आफू मर्छ भने अरू बाँच्छन्, नत्र सबै मर्छन्, के हो? यसको सही उत्तर हुन्छ बिउ। प्रश्न नम्बर 15। बाहिर घुम्दा टम्म मुख, घर आएपछि ह्वाङ्ग मुख, के हो? यसको सही उत्तर हुन्छ जुत्ता। यस्तै रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।